हेलो साथीहरू, सन्चै हुनुहुन्छ सबैजना। आज चाहिँ एकादशी हो है। अनि मैले चाहिँ आज एकादशीको व्रत बसेको थिएँ। मम्मीले चाहिँ मलाई बिहानै फोन गरेर एकादशी हो व्रत बस भन्नुभएको थियो। अनि मम्मीले चाहिँ मलाई फलफुलहरू मात्रै खाएर व्रत बस भन्दै हुनुहुन्थ्यो। तर मैले चाहिँ मम्मीलाई नभनिकन रोटी खाएँ। मैले चाहिँ गिलो रोटी बनाउनु गइरहेको छु। मैले चिनी छोडे पनि थोरै चिनी रोटीमा चाहिँ हालेँ। त्यसपछि नुन हालेँ, हल्का जिराको धुलो हालेँ, अनि त्यस पछाडि हल्का अदुवाको पेस्ट पनि हालिदिएँ मैले। अदुवाको धुलो पनि हालिदिएँ, फाइन पाउडर थियो। अनि त्यस पछाडि मैले मिक्स गरेँ। तर मेरो मम्मीलाई चाहिँ थाहा छैन मैले आज बिहान रोटी खाएँ भनेर। मम्मीले चाहिँ व्रत बस्दाखेरि चाहिँ फलफुल मात्रै खाएर बस भन्दै हुनुहुन्थ्यो। सो रेडी भयो, हाम्रो गिलो रोटीको लागि चाहिँ रेसिपी रेडी भयो। त्यस पछाडि मैले दुध पनि लिएर आएको थिएँ, दुध र रोटी खान्छु भनेर। नुन खाँदिनँ भनेर मैले दुध लिन गएको, तर मैले लास्टमा चाहिँ साग खाइदिएँ। यो चाहिँ हाम्रो गाउँबाट आएको प्योर घिउ हो। यो बोतल चाहिँ राम्रो थियो है गाउँबाट आउँदाखेरि, तर यहाँ ल्याएपछि घिउ निकालेर कच्चा कुचुक पारेर भ्याइसकेछन्, तर कसले पार्यो थाहा छैन। त्यसपछि मैले रोटी बनाउन लागेँ। अनि त्यस पछाडि यो रोटी भयो, गिलो रोटी, यो दुध भयो। त्यस पछाडि मैले चाहिँ धुप बाल्नै बिर्सेछु कि आज व्रत, तर मैले पानी चढाउनु धुप बाल्न बिर्सेछु। फेरि मैले पानी चढाएँ, धुप बालेँ। त्यसपछि मैले खान थालेँ। बाबु पनि सँगसँगै खाँदै हुनुहुन्थ्यो। अनि उहाँको चाहिँ अनुहार देख्यो अरे भनेर लजाउँदै हुनुहुन्थ्यो। त्यसपछि म ब्रस गरेँ, खाना खाएपछि मुख धोएँ। त्यस पछाडि मैले मुखले टावल पुसेँ। त्यस पछाडि मेरो डेली रुटिन सुरु भयो। मैले फर्स्टमा टोनर लगाएँ, त्यस पछाडि मैले सेरम लगाएँ, अनि त्यस पछाडि मोइस्चराइजर लगाएँ। अनि मोइस्चराइजर चाहिँ हातहरूमा पनि लगाउनुपर्छ भनेर हातमा लगाएँ। त्यसपछि सनब्लक लगाएँ। अनि त्यस पछाडि चाहिँ मेरो नाइलोनको कम्प्याक्ट पाउडर हो। म चाहिँ कम्प्याक्ट पाउडर कहिले पनि छुटाउँदिनँ, किनभने मेरो स्किन ओइली हो। सो त्यस पछाडि मेरो लिप ग्लोस भयो। अनि म कपाल कोरेर रेडी भएँ। दिस इज माई फाइनल लुक। अनि मेरो स्कुटर चाहिँ सर्भिसिङ गर्ने बेला भएको छ। अनि आमालाई चाहिँ हेलो भन्नु भनेको लजाउनु भयो। अनि बहिनीले चाहिँ हेलो भन्यो। मैले हेलो भनिदियो भने थियो। अनि कोइन्सिडेन्सली हामीले सेम चप्पल लगाएछौँ कि। अनि उसले चाहिँ मलाई ह्यान्डओभर दियो। आज दिनभरि बिहानभरिकै ह्यान्डओभर चाहिँ उसले मलाई दिइरहेको थियो होइन। अनि ल्याबहरूको बारेमा भयो, डक्टर आउनुहुन्छ आउनुहुन्न, अनि पेसेन्टको कुराहरू भयो, यस्तै कुरा उसले मलाई ह्यान्डओभर दियो। त्यस पछाडि मैले उसलाई डिपोजिट दिएँ। अनि डिपोजिट दिएर ऊ चाहिँ गयो बाई बाई भनेर। त्यस पछाडि म अल्छी लाग्दै गीत गाउँदै बसिरहेको थिएँ। त्यस पछाडि रात पऱ्यो, 8:30 बजे मैले पसल बन्द गर्नुपर्ने थियो। म चाहिँ चाबीहरू चुज गर्दैछु, तालचामा कुन चाबी लगाउने भनेर। फर्स्टमै रेडी गरेर राखेपछि सजिलो हुन्छ भनेर। अनि मैले हिसाब गरेँ, अपडेट गरेँ, अनि सामानहरू सबै राखेँ। स्कुटरहरू पनि निकालेँ।